गाइस गुड मर्निङ। आज चाहिँ हामी मर्निङ वक गएनौँ किनकि म रेडी भएको थिएँ। रेडी भएर 5 बजे फोन गरेको दिदीहरूले फोनै उठाउनु भएन, त्यही कारण आज मर्निङ वक गइनँ। म पनि एक्लै हो। अन्त यहाँनिर हेर्नुहोस् बिहानीको यस्तो छ सुनसान। अहिले भन्नुहुन्छ नि बिहानीको 5:30 भएको छ हो। अब म घरमै अलिअलि के गर्छु, त्यहाँदेखि खाना बनाउँछु। मतलब घरमै अलिअलि एक्सर्साइजहरू गर्छु, त्यहाँदेखि खाना बनाउँछु। दिदीहरूले आज फोन उठाउनु भएन, सायद निदाउनु भयो या त कुछ जे पनि रिजन हुनसक्छ हो। आज दिदीहरूले फोन उठाउनु भएन र म पनि गइनँ। अब म एकछिन घरमा एक्सर्साइज गरेर चाहिँ खाना बनाउँछु ल गाइस। आज म खाना बनाउँदैछु। हजुरआमा पनि उठ्नु भयो, पानी पिउनु हुँदैछ हजुरआमा। नमस्ते भन्नु न हजुरआमा। हजुरआमा लाग्छु आउन आँट्यो। अन्त म चाहिँ खाना बनाउँदैछु। यहाँनिर म देखाउँछु तपाईँहरूलाई के बनाउँदैछु भनेर। र आलुको सब्जी हो। अन्त यहाँनिर दाल पाक्दैछ, कुरा ट्राई गर्दैछु हो। यहाँनिर पाक्दैछ यसमा। अब यो कस्तो हुन्छ, रिजल्ट चाहिँ कस्तो आउँछ तपाईँहरूलाई बनेपछि म देखाउँछु। यहाँबाट सिटी लाग्दैछ हो। यो चाहिँ इडलीको भाँडा हो। अन्त के भन्छ, अब यो पाकेपछि चाहिँ यसरी सिटी लाग्छ सुन्नुहोस् हो। अब यो पाकेपछि चाहिँ म तपाईँहरूलाई देखाउँछु कस्तो बनिने रहेछ भनेर हो। अन्त यहाँनिर चाहिँ मेरो फेभरेट करेला र आलुको सब्जी पाक्दैछ। अब यो पाकेपछि चाहिँ म तपाईँहरूलाई देखाउँछु ल गाइस, वेट गर्नुहोस् ल एकछिन। सायद अलिक पाकेको छैन जस्तो छ। यो चाहिँ पकाउनु पर्यो। म चाहिँ चिरागलाई उठाउँदैछु गाइस। यहाँनिर चाहिँ चिराग गुड मर्निङ भन्नु न। घाँटीमा दुख्यो। घाँटी दुख्यो, गुड मर्निङ भन्नु न। गुड मर्निङ। आज घाँटीमा दुख्यो। आज म स्कुल पनि जादिनँ। अच्छा, उसको घाँटी दुखेर नि स्कुल जादिनँ अरे। फेरि भयो। हो के भयो? के भयो? दुख्यो घाँटी। घाँटी फेरि हो। अनि तिमी चक्लेट खान्छौ बेसी? हो न, चक्लेट खाएर पेट खाएर पनि घाँटी पनि दुख्छ त। अब चिराग उठाउनु पर्छ, चिरागलाई उठाउनु पर्छ, ब्रस गराउनु पर्छ है। मेरो फोन देखाऊ। ओके। इडली जस्तै बेसन र सुजीको हो। रिजल्ट चाहिँ टप आएछ, मिठो भएछ, दामी भएछ हो। अब यो चाहिँ म के भन्छ आजको ब्रेकफास्ट। चिरागको लन्चमा हालिदिनु पर्यो भनेको थिएँ, फेरि चिराग अलिक बिमार छ हो। आज यो हालिदिँदिनँ लन्चमा, भरे दिउँसो बनाएर केही बनाएर पठाइदिन्छु। यो चाहिँ बेसन र सुजीको बनाएको हो। अझै बेटर पनि बन्न सकिन्छ। त्यसको लागि म तपाईँहरूलाई रेसिपी सेयर गर्छु नेक्स्ट भिडियोमा। बाई बाई। स्कुल जानु रेडी भइसक्यो। गुड मर्निङ साजु पनि हो। अन्त म पनि उसलाई पुऱ्याउन जानु रेडी भएको। वाट आर यु डुइङ? हजुर खाली हेर्नु हुँदैछ हो। त्यही भएर न अन्त गाइस म स्कुल जानु आँटेको भन न। म चाहिँ भन न। अब म चिरागको स्कुल पुऱ्याएर आउँछु, त्यहाँदेखि माथि ब्लड टेस्ट गर्नु छ हजुरआमाको पनि मेरो पनि हो। अन्त बाई, अहिले भेटौँ ल। गाडी पर्खिरहेको छौँ होइन न? हो न, हामी गाडी पर्खिरहेको छौँ भन न। स्कुल जानुलाई हो। अब गाडी पर्खिरहेको छौँ, गाडी आउने बेला हुनु आँट्यो। के भन्न चाहन्छौ तिमी? आमा आउँदैन? आउँदैन? अहिले भरे आउँछ। चाहिँ एकदमै राम्रो छ, कुल मौसम छ हो। ब्लड निकाल्नु आएको है, ब्लड टेस्ट दुख्यो। गाइस अब चाहिँ फेरि ब्लड टेस्ट गर्नु जाने बेला हुनु आँट्यो। के भन्छ बिहानको ब्लड टेस्ट गरेर आएर खानासाना खायौँ हामी। अन्त आज चाहिँ सबैभन्दा ठुलो प्रब्लम चाहिँ हाम्रो घरमा पानी छैन हो। अन्त अब खानासाना खायौँ, चिरागको लन्च बनाइदिएँ। सधैँ बिहानै पठाइदिन्छु चिरागको लन्च चाहिँ। आज चाहिँ मैले बिहान पठाइदिनँ किनकि तातो खाओस्, अलिक बिसन्च पनि छ। यहाँबाट अङ्कल जानुहुन्छ, अङ्कलसित पठाइदिन्छु हो। अन्त अब
फेरि ब्लड टेस्ट गर्नु जाने बेला हुनु आँट्यो। अब आधी घन्टा बाँचेको छ हो। आजको ब्लग चाहिँ म यहीँ एन्ड गर्छु किनकि आज त्यस्तो खास केही पनि भएन, तर मैले अब त्यसै भिडियो बनाएँ हो। बिहान हामी आज मर्निङ वाक पनि गएन, सधैँ मर्निङ वाक जान्थ्यो, अलिअलि भए पनि फन हुन्थ्यो। आज मर्निङ वाक गएनौँ किनकि दिदीहरूले आज फोन उठाउनु भएन दुईजनाले हो। अब ब्लड टेस्ट गर्नु जानु आँटेको। बाई गाइस, आजको भिडियो म यहीँ एन्ड गर्दैछु। हेभ अ नाइस डे। तपाईँहरूको दिन शुभ होस्, तपाईँहरूको पनि सबै कुरा राम्रो जाओस्। अन्त मेरो च्यानललाई लाइक गर्नु, सेयर गर्नु, फलो गर्नु, सब्सक्राइब गर्नु नबिर्सिनुहोस् होला। बाई बाई। म तपाईँहरूलाई अब खानाको रेसिपीहरू पनि सेयर गर्ने कोसिस गर्छु हो, नयाँ नयाँ डिसहरू के बनाएर। बाई बाई।